फार्मेसी क्रिमबाट अनुहार कालो भयो भन्ने धेरैको कम्प्लेन छ। सो आउनुहोस् आज यसैको बारेमा कुरा गरौँ। अब सबै पेसेन्टहरूको कम्प्लेनलाई मध्यनजर गर्दै चाहिँ जस्तै फार्मेसीबाट क्रिमहरू कोजिक एसिड भयो, मेलाकियर भयो, ग्लाइकोलिक 6% भयो, यस्तो क्रिमहरू लगाएको थिए अनुहार कालो भयो, या अन्य क्रिमहरू लगाएको थिए अनुहार पहिलेको भन्दा पनि कालो भयो। त दिक्कत कहाँ आउँछ? दिक्कत यहाँ आउँछ कि हामीले त्यो क्रिमहरू लिएर जान्छौँ र लगाउँछौँ। त्यो क्रिम त लगाउँछौँ तर हामी त्यही क्रिममा मात्रै भर पर्छौँ कि यो क्रिमले मेरो अनुहार गोरो बनाउँछ भनेर। अब यो बुझ्नु पर्यो कि यो क्रिमले अनुहार त गोरो बनाउँछ तर कसरी गोरो बनाउँछ? त्यसले मात्र तपाईको जेन्टल्ली एक्सपोलिएट गर्छ। जस्तै बाहिरको छालाहरूलाई चाहिँ त्यसले हटाइदिन्छ र भित्रको कलिलो छालाहरू जुन आउँछ। अब यदि तपाईँ घाममा जानुहुन्छ त्यही स्किन लिएर भने अटोमेटिकल्ली त्यो कलिलो छाला जुन आएको हुन्छ त्यो त ढडेर जान्छ र जुन गोरो बनाउनुको सट्टामा अझ झन् स्किन ट्यानिङ भएर जान्छ। बुझ्नुहोस् कि यो घामले अझ ज्यादा डढाइदिन्छ। यदि तपाईँले यो सँगसँगै यदि मोइस्चराइजर भयो, सनस्क्रिन भयो युज गर्नुभयो भने, त्यस्तो क्रिमहरू युज गर्नुभयो जसले गर्दाखेरि चाहिँ घामबाट बस्नुहुन्छ, त्यस्तो खालको क्रिमहरू युज गरिसकेपछि चाहिँ यो जुन घामले डढ्न पाउँदैन। किनभने कुनै पनि क्रिमले अनुहारलाई गोरो बनाउँछ भन्ने हुँदैन, तर अनुहारमा रहेको डेड सेलहरूलाई मात्रै हटाउने काम गर्दछ जुन तपाईँले युज गर्नुहुन्छ। जस्तै भयो कोजिक एसिड, मेलाकियर, यिनीहरूले चाहिँ बाहिरको छालालाई हटाइदिन्छ र भित्रको छालालाई निकालिदिन्छ जुन नेचुरल टाइपको हुन्छ। र त्यो छाला चाहिँ अब यदि बाहिर घाममा जानको साथै त्यो छालाहरू डढ्ने हुन्छ, किनभने कलिलो छाला हुन्छ, भर्खर आएको छाला हुन्छ